संसद पुनर्स्थापनाको विषयमा 1 दर्जनभन्दा बढी निवेदन सर्वोच्च अदालतमा परेको थियो र आज त्यसको हियरिङ, त्यसको सुनवाई अहिले निरन्तर भित्र जारी रहेको छ। जुन बहस भइरहेको छ, यहाँ जुन दृश्य देखिएको छ, नेपाल आर्मी विथ वेपन्स, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरू अत्याधिक सुरक्षाकर्मीका साथमा, हाई अलर्ट सेक्युरिटीका साथमा आज हियरिङ भइरहेको छ। यो खालको हियरिङमा यो खालको सेक्युरिटीहरू यो ढङ्गबाट विगतमा भएको थियो कि थिएन तपाईँको अनुभवमा? आज त्यो खालको परिस्थिति देखिएको छ, यसलाई कसरी हेर्ने? यो अलिकति परिस्थिति विषम रहेको छ। अब अदालत भनेको चाहिँ नि विगत र अहिलेमा फरक किन पर्यो? होइन, अब यसो छ, के छ भन्दाखेरि निवेदकहरूले संसद पुनर्स्थापना गर्ने भन्ने निवेदनहरू आए। तपाईँले प्रतिरक्षा गर्न पाउनु भएको छैन आज? निवेदन नदिकन प्रतिरक्षाको विषय उठ्दैन। निवेदन चाहिँ हामीले पेश गरेका थियौँ। यो हुँदा के, त्यो हुँदा के? होइन, संसद पुनर्स्थापना भयो भने परिस्थिति फरक हुन्छ। 23 र 24 गते घटनाहरूलाई चाहिँ नरसंहार र त्यसमा केही दोषीहरू, खास गरिकन प्रहरीहरू र युवाहरू, यो जुन आन्दोलन क्रान्ति भयो युवावर्गको, यो चाहिँ समग्र एउटा क्रान्ति नै थियो। केपी ओलीले संसद विघटन गर्ने जस्तो रूपमा हेरेर यसलाई त संसद विघटनको मात्रै एकाङ्क रूपमा हेर्न मिल्दैन। यो समग्र सामाजिक रूपमा यो पोलिटिकल साइन्सको विषय हो। यो उल्टाइयो भने, पुनर्स्थापना गरियो भने यत्र 70 जना युवाहरूको जुन के अरे रगतको मूल्य के हुन्छ? संविधानलाई नै बेस बनाएर चाहिँ तर्क गरेको पनि त सुन्यो नि त हो। मैले यहाँ सुरुमै भने मैले तपाईँलाई यो विषय जुन सरकारको गठनको विषय छ, जुन परिवर्तनको विषय छ, यदि संसद पुनर्स्थापना भएर चाहिँ अहिलेको सरकार नै गैर संवैधानिक भन्ने खालको स्थिति आयो भने राष्ट्रपतिलाई चाहिँ कसरी कानुनले व्याख्या गर्छ? त्यो त धेरै तपाईँको यदि तपाईँको त्यो अवस्था आयो भने त हाम्रो प्रधान न्यायाधीशलाई पनि त तपाईँको विबन्धन लाग्छ नि त। नमस्कार, हेडलाइन नेपालको हेडलाइन विशेषमा तपाईँलाई हार्दिक स्वागत छ। यति बेला हामी सर्वोच्च अदालतको छेउमा रहेको नेपाल बार एसोसिएसनको प्राङ्गणमा छौँ। यहाँले पछाडि हेर्न सक्नुहुन्छ। अहिले संसद पुनर्स्थापनाको विषयमा 1 दर्जनभन्दा बढी निवेदन सर्वोच्च अदालतमा परेको थियो र आज त्यसको हियरिङ, त्यसको सुनवाई अहिले निरन्तर भित्र जारी रहेको छ। र यहाँ पछाडि एउटा स्क्रिन राखिएको छ र त्यहाँको हियरिङ, त्यहाँको बहस चाहिँ स्क्रिनमा लाइभ देखाइएको छ। र जो निवेदक हुनुहुन्थ्यो, निवेदकका तर्फका अधिवक्ताहरूले बहस गरिरहनु भएको छ। उहाँहरूले भन्नुभएको छ सुशीला कार्की नेतृत्वको अहिलेको अन्तरिम सरकार गैर संवैधानिक हो, यसको कुनै औचित्य छैन, यसलाई संविधानले चिन्दैन, यसलाई कानुनले चिन्दैन लगायत 23 र 24 गतेको आन्दोलनलाई पनि संविधानत अथवा आन्दोलनत त्यसलाई नमान्ने खालको तर्कहरू अहिले दिइरहनु भएको छ। र आजको यो हियरिङ हेर्दाखेरि हामीले जति पनि विगतमा सार्वजनिक सवालमा रहेका जति पनि केसेसहरू थिए, तिनीहरूमा जति पनि सुनवाईहरू भएको थियो, त्यसमा इन्टरभेन्सनहरू हुन्थे र ओलीजीको पालामा पनि प्रतिरक्षाका कुराहरू आएका थिए।